वेलकम टू माई च्यानल मगर ब्लग्स। आज हामी सम्पूर्ण घरका परिवार र भाउजूहरू फुपूहरू सबै मिलेर बिरयानी पकाएर खाने प्लानमा छौं। अब हामी मजाले बाहिर आँगनमै आगो बालेर अर्गानिक तरिकाले पकाएर खाने व्यवस्था गरिरहेका छौं। आजको हाम्रो यो रमाइलोलाई यसो हेरिदिनु होला। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब पनि गरिदिनु होला। नयाँ छौं, अब भिडियो बनाउनु त्यति आउँदैन, त्यही पनि यसो ट्राई गरेर हेर्नुस् कस्तो हुन्छ। मतलब रेसिपी टाइपको होइन, यो हामी रमाइलो गर्नको लागि मात्रै यो भिडियो। सो हेरिदिनु होला सम्पूर्ण। अब हाम्रो बिरयानी पनि लगभग तयार भइसक्यो। अब हाम्रो सानो बहिनीले चाहिँ अब प्लेटमा हाल्ने तयारी गरिरहेछ। अनि मम्मीहरू, बाबाहरू, फुपूहरू, भाउजूहरू सबै पर बसिराख्नुपर्छ। सानो पुच्चीले दुःख दिइरहेछ। फुपू हेलो, मेरो बुढिया नै बसिरहेछ ल। जेठो छोरो अनि छोरी सेजल सबै ल। अब प्लेटमा हाल्ने काम भइरहेछ। अब चाहिँ मजाले खाने हो। कस्तो हुन्छ हेरौँ स्वाद। सानो हेर लजाएर हैरान्छ कोही बरै। गंगा बुझ्यू हाई। जाना फुपू हाई। डेप्ची बागान लाछ दामी। आफैले कस्तो लाग्यो त फेरि? भाउजूलाई कस्तो लाग्यो? फुपूलाई एकदम मिठो। मम्मीलाई धेरै मिठो भयो। भाउजूलाई हो। सेरिन तिमीलाई कस्तो लाग्यो? खै गुड भयो भनिदिउ न त। यस्तो गरेर गुड भयो भनिदिउ न त हातले। मिठो भयो त टोलाई त्यही।